मजाका साथीहरू पहिला बचपन अनि बालापनदेखि अलिकति चलाक अनि गम्भीर टाइपको अलिकति सोच्ने अलिकति चिक लगाइहाल्ने मान्छे परेँ क्या। अनि मैले यसो सोचेँ अनि मैले यसो सरहरूलाई पनि सोचेँ, सर कलेजमा गइसकेपछि कलेज पढ्न थालिसकेपछि चाहिँ हामी जस्तै यहाँ कदेखि ज्ञासँग पढिन्छ अनि कलेजमा चाहिँ गइसकेपछि फेरि ज्ञादेखि उता पढ्ने हो भनेको होइन भन्नु हो। अनि सर यहाँ स्कुलमा चाहिँ एदेखि जेडसम्म पढिन्छ अनि फेरि कलेजमा गइसकेपछि जेडदेखि उता नि छ भनेको छैन, त्यति नै हो भनेर भन्नुभयो क्या। अनि 1 2 3 पनि 100देखि फेरि उता छ, उता पढ्नुपर्छ, उता कलेजमा गएपछि उता 100देखि उता पढ्ने हो सर भनेर यसो सोचेको त होइन, त्यस्तो होइन, यति नै हो भनेर भन्नुभयो। अनि मैले यसो सोचेँ अन्त यो 10 वर्ष स्कुल पढ्ने, त्यहाँबाट फेरि 3 वर्ष कलेज जाने, 1 इयर होइन, फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर गर्दाखेरि 3 वर्ष उता कलेज गर्दा त 13 वर्ष त्यसै जाने हो। अन्त आखिरी फेरि म अर्थशास्त्र लिएर पढेँ है। यसो सोचेको पैसा नकमाए त नहुने रहेछ। आखिरी पढिसकेर जागिर खाइसकेपछि जागिर खाने टुङ्गो छ कि छैन त्यो पनि थाहा होइन। आखिरी जागिर खाएर नि पैसा कमाउने हो होइन। अनि त्यही भएर यसो सोचेँ आखिरी विदेश गयो भने त बेलैमा पैसा कमाइन्छ। अन्त यो कलेज हालिरहनुभन्दा स्कुल सकेर यो कलेज हालिरहँदा त बुढो हुने रहेछ जस्तो सोचेँ। यसो सोचेँ आखिरी पढाइ पनि यसो सोचेको स्कुलमा जति त्यही एदेखि जेडसम्म पढ्ने हो, कदेखि यहाँसम्म पढ्ने हो, 1 देखि 100सम्म पढ्ने हो होइन। कलेज गइसकेपछि त्यहाँबाट उता पढाइ त हुने होइन, त्यही पढाइ हो। अनि बेकार के टाइम पास गरिरहनु भनेर यसो सोचेँ। त्यही मैले चाहिँ यो कलेज जानुपर्ने यो 3 वर्ष जुन फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर पढाइ हुन्छ नि त्यो लेभलको टाइम चाहिँ मैले स्कुल लेभलमै सक्दिनँ हिँडेको गरेँ क्या। त्यही भएर म कम्ती बाटो चाहिँ म टिरिक लागेँ क्या मैले। त्यही भएर मैले यो 3मा 1 वर्ष, 4मा 1 वर्ष अनि 2मा 1 वर्ष फेल भएर मैले 13 वर्ष चाहिँ स्कुलमै सक्दिएर एसएलसी दिइसकेपछि बुर्नै सिधै त्यहाँ टन्न गाँठ कमाएर आइयो। त्यो एउटा साथी हो टिरिक। त्यसैले भन्ने गर्छ नि उखान, बल होइन पस्सा दिमाग ला दिमाग। त्यसैले मैले यस्तै दिमाग लगाएँ साथी बेलैमा कमाइन्छ नि बुढेसकालमा बसी हस्पिटल नपाइन्छ। त्यसो गरे कसो होला साथी हो, निकै कडा भयो क्या हो।